हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज शनिबारको दिन अनि हामी आज बाहिर जाम भनेर अनि यसरी बाबु र म तयार भयौं। बाबु र म बाबुको बाबा भएर यसरी बाइकमा चढेर हिँड्दैछौँ। बाबु फेरि भर्खरै सुतेर उठेको, कस्तो मुख गरेर। अनि यसरी हिजो पानी परेको थियो नि त, अनि त्यही भएर मौसम सफा भएको रहेछ। अनि यसरी भिडियो लिँदै हिँडे। बाबु फेरि झ्याउ मानिरह। अनि बाबुको बाबाले राम्रोसँग पक्रायो। बाबुलाई भन्नुभयो हुन्छ भन्दै अनि यसरी भिडियो गराउँदै गरे। अनि हामी जाँदैछौँ। अनि जहाँ हामी बाबुले चाहिँ नारायणी जाऊँ न त आज बिदाको दिन भन्नुभयो। अनि हुन्छ भने अनि यसरी जाँदैछौँ। नारायणी चाहिँ पानी परेर कस्तो भएर रहेछ के, धेरै पछि गयौँ। बाबु पेटमा हुँदा गएको थिएँ, त्यसपछि गएको थिएन। अनि यसरी बाबुलाई लिएर हिँड्दैछौँ। अनि बाबुको बाबा फेरि कताबाट जाने, तलतिरबाट कि माथिबाट भन्नुभयो। मैले माथिबाट जाऊँ भने यसरी ठेला राख्छ क्या। अनि यसरी हिँड्दैछौँ हामी। बाबुलाई नै हुन्छ। अनि बाबुको चाहिँ फर्स्ट भिजिट हो नारायणी। अनि यसरी हिँड्दैछौँ। बाबुले जिस्काउँदै हुनुहुन्छ। अनि यसरी जाँदै यस्तो घाम चर्केको थियो। अनि हामी यसरी जाँदैछौँ। अनि बाबुले चाहिँ भिडियो गराइदिनु भयो। अनि के भन्दैछु म फेरि। अनि यसरी हिँड्दै त्यही घाम चर्केको थियो। अनि यसरी बोटिङहरू पनि खेलेको रहेछन्। अनि बाबुले चाहिँ बाबु डराउँछ र नत्र हामी पनि बोटिङ गर्न आउँथ्यो भन्नुभएको थियो। अनि हामी यसरी बस्यौँ चौपारीमा। अनि यसरी पानी त कस्तो फोहोरो देखेको नारायणीको हिजो पानी परेको भएर। अनि यसरी बोटिङ गरेको हेर्दै बस्यौँ। अनि बाबुले पनि अब यसरी बसिरह। हामी चाहिँ फर्क्यौँ केही पनि नखाने भनेर। अनि यसरी फर्क्यौँ। अनि फेरि हामी कहाँ जाँदैछौँ है त हेर्नु है। अनि बाबुको लागि केही सामानहरू किन्न थियो। अनि हामी यसरी गयौँ। यसरी जाँदा यसरी गयौँ। जाँदा यसरी मैले सबै हाइसरी यतै बस्नु रहेछ। अनि मैले बाबुलाई भन्दै थिएँ। यसरी जाँदैछौँ हामी। के सामान किन्छौँ है त हेर्दै जानु। यसरी जाँदैथ्यौँ। कति भिड हो नारायणघाट बजार। अनि बल्ल अनि यसरी जाँदै थियौँ। बाबुले चाहिँ बिस्तारै चलाउँदै हुनुहुन्थ्यो। कति भिड हो, जहिले भिड हुन्छ यो बजार भन्दै हिँड्दै थियौँ। अनि बाबु फेरि निदाउने टाइम भएर कस्तो कनकन गरिरहेको थियो। अनि यसरी जाँदैछौँ हामी बिस्तारै हेर्नु है। बाबुले बाइक पार्किङ गरेर अनि बिस्तारै जाँदैछौँ। अनि बाबुले चाहिँ गर्मी भएर कति गर्मी हो भन्दै हुनुहुन्छ। अनि यसरी हिँड्दैछौँ। अनि चितवन बेबी केयरमा गयौँ हामी। त्यहाँ गएर अनि बाबुलाई सामान किन्न थियो, किन्यौँ। के किन्छु मैले अन्तिम पार्टमा देखाउँछु है के किन्छ। अनि यसरी किन्यौँ। अनि फर्क्यौँ हामी। बाबुले चाहिँ बोक्नु भयो। अनि फर्क्यौँ। फेरि जान थियो हामी अर्को ठाउँ। अनि अर्को ठाउँ जानु थियो। अनि फेरि गयौँ बिस्तारै। अनि केही पनि खाजा खाएनौँ हामी, घरै गएर खाने भनेर। अनि बिस्तारै जाम है। एकदम घाम छ, बाबु पनि सुत्ने बेला भयो भने। अनि हुन्छ भन्दै जानुभयो। अनि बाबुले चाहिँ सामानहरू रोज्नुभयो। मैले फेरि बाबुलाई क्यारी ब्यागमा रोज्दै थिएँ। अनि होलसेल पसल नि गयौँ। होलसेल पसल गएर बाबुले चाहिँ सामान किन्दै हुनुहुन्थ्यो। अनि दादालाई दबाई पठाउन सामान किनेको, फेरि फिर्ता गर्न गयौँ त्यहाँ। अनि यसरी गयौँ। अनि फेरि फाइनली हामी घर जाँदैछौँ। बाबु त निदाइसकेको रहेछ। अनि कति मजाले निदाएको। अनि एकातिर मैले एकातिर बाबुले गरेर बाइकमा झुन्डाउने। अनि हातमा यसरी कति राम्रो हेर्नु मकै हरियाली देखियो। अनि अब हामी घर जान्छौँ। घर गएर अनि के गर्छु हेर्दै जानु है त साथीहरू। बाबु स्टिल निदाउँदैछ। अनि म घर आएँ। घर आएको बाबु निदाउँदै थियो। कति गर्मी भयो। बाबुले ढोका खोल्नु भयो, गर्मी भयो भनेर। अनि के सामान ल्याएँ त। अनि हेर्नु बाबुलाई टाउकोमा अहिले बामे सर्न लान त चारखुट्टाले पारेर। अनि खुट्टामा लाउने, टाउकोमा लाउने ल्याइदिएँ। कोकोनट ओइल ल्याएँ, सिद्धिएको थियो। अनि फेरि बाबुले उताबाट जिस्काउँदै हुनुहुन्छ के। अनि यसरी अब खोल्दैछु मैले फेरि के भन्दै। अनि जिस्काउँदै हुनुहुन्छ। प्याम्पस मैले फेरि बाबुलाई नेप्पीको प्याम्पस युज गर्छु, एकदम राम्रो हो, एकदम सफ्ट। अनि यो वाइप्स अनि यो बाबुले रोज्नु भएको। अनि यो तेल
अनि बाबु फेरि हेर्दैछ के मोबाइलै ढलाइदियो। अनि बाबुले लगाइदिएको हेर्नु कस्तो अर्कै देखियो बाबु त। बाबुको बाबाले नि बोक्दै हुनुहुन्छ। हेर्नु न खतरा देखियो बाबु त फुटबल खेल्ने जस्तो। अनि खाजा बनाउनु रेडी गरे अनि खाजा खाँदैछौँ। बाबुले केक न कोक खाने जस्तो गरेर। बाई बाई साथीहरू, कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला।